हजुरहरूलाई स्वागत छ किचन विथ समीक्षामा। आज मैले हजुरहरूमा कलेजो पाङ्ग्रा फ्राईको रेसिपी लिएर आएको छु। एक केजी जति कलेजो पाङ्ग्रा, बेसार, प्याज, धनियाको पात, लसुन र प्याजको पात, टमाटर, हरियो खुर्सानी, जिरा दाना, भुटेर पिसेको जिरा धनिया पाउडर, रातो धुलो खुर्सानी, लाम्चो पारी काटेको लसुन र अदुवा लिएको छु। उसिन्नको लागि पानीमा थोरै बेसार र नुन राख्ने। पानी उम्लिसकेपछि यसमा कलेजो पाङ्ग्रा राख्ने र राम्रोसँग चलाउने। अब यसलाई हामी 10 मिनेट जति छोपेर पकाउँछौँ। छोपेर पकाएको 10 मिनेट भइसकेको छ। अब भने यो लगभग पाकिसकेको छ। उसिनेको कुखुराको कलेजो पाङ्ग्रालाई सानो सानो पिस बनाएर काट्नुपर्छ। मैले यहाँ सबै कलेजो पाङ्ग्रालाई काटेर तयार गरिसकेको छु। अब यसलाई फ्राई गर्नको लागि कराई बसालेर तेल राखिसकेको छु। तेल तातिसकेपछि जिरा फुराउने र जिरा फ्राई भइसकेपछि अघि तयार पारेको मासु हाल्ने। मासुलाई राम्रोसँग चलाउने र एकछिन पाक्नको लागि छोपिदिने। अब फेरि एकछिन मासुलाई चलाउने। राम्रोसँग फ्राई नभइन्जेलसम्म यसलाई चलाइ पकाउनु पर्छ। यतिको भइसकेपछि अब यसमा बेसार, धुलो खुर्सानी, भुटेर पिसेको जिरा धनिया, लसुन अदुवा र प्याज राखेर राम्रोसँग मिक्स हुने गरी चलाउने। यसलाई एकछिन पाक्न दिने। एकछिन पाकिसकेपछि स्वाद अनुसार नुन राखेर चलाउने। फेरि टमाटर राखेर एकछिन टमाटर पाक्नको लागि छोपिदिने।
पाकिसकेको छ। यसलाई एकचोटि राम्रोसँग चलाउनुपर्छ। मासु राम्रोसँग फ्राई भएर पाकेको छ। अब यसमा लसुन र प्याजको पात, मसिनो गरी काटेको हरियो खुर्सानी, हरियो धनिया राखेर राम्रोसँग मिक्स गर्ने। अब भने हाम्रो कुखुराको कलेजो पाक्रा खानको लागि तयार भइसकेको छ। हजुरहरू पनि यसै गरी मिठो कलेजो र पाङ्ग्रा फ्राई गराएर खान सक्नुहुन्छ। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो? मन पर्यो भने लाइक, सेयर अनि सब्स्क्राइब गर्न नभुल्नुहोला।